जसलाई जानेपछि अब जान्ने केही बाँकी रहँदैन, जसलाई बुझेपछि अब बुझ्ने बाँकी केही रहँदैन। त्यसैलाई महावाक्य भनेको छ अयम आत्मा ब्रह्म, अर्थात् यो आत्मा नै त्यो ब्रह्म हो। त्यो अर्थात् परमात्मा, त्यो अर्थात् भगवान ईश्वर, अल्लाह, गॉड। विभिन्न सम्प्रदाय समुदाय धर्मावलम्बीले त्यसलाई विभिन्न नामले पुकार्ने गर्दछन्। अतः सबैको सार के हुन्छ? यो सारा सृष्टिको कर्ता धर्ता, संहारको कर्ता धर्ता उही ईश्वर हुन्, उही भगवान हुन्, उही गॉड हुन्। सबैको सार उही हुन्। अनि यही कुरा हिन्दू धर्मावलम्बीले पनि ईश्वरले नै सारा सृष्टि रचना गरेका हुन्, पालना पनि उनले नै गर्ने हुन् र संहार पनि उनकै हातबाट हुने। यो कुरा सबै धर्ममा समान रूपमा छ। अब यहाँनिर अथर्ववेदको माण्डुक्य उपनिषदबाट उद्धृत गरिएको यो महावाक्यमा त्यो ईश्वर जसलाई ब्रह्म भनिन्छ, साकार रूपमा पुज्यो भने त्यसलाई हामी ब्रह्मा विष्णु महेश्वर चित्र दिन्छौँ। निराकार रूपमा पुज्यौँ भने त्यसलाई ब्रह्म भनिन्छ। अतः यो ईश्वर, यो ब्रह्म, अयम आत्मा, अयम भनेको यो आत्मा नै ब्रह्म, अर्थात् म स्वयं ब्रह्म हुँ, अर्थात् म स्वयं कर्ता धर्ता र संहार्ता सबै मै। प्रश्न उठ्दो हो, यदि मै ईश्वर हूँ, मै कर्ता हूँ, मै धर्ता हूँ भने यो दुःख कहाँबाट आयो? यो कमजोरी कहाँबाट आयो? यो बदमासी, बेइमानी, यो एडिक्सन कहाँबाट आयो? मिलेन कुरा। सबै हामीलाई लाग्छ त्यही कुरा। अब यसलाई अलिक केलाउनु पर्छ। मन, बुद्धि, अहंकार, प्रकृति, पुरुष, अनि सबभन्दा बोक्रामा छ तन। यो बोक्रा तन हो। तनभित्र मन छ, मनभित्र बुद्धि छ, बुद्धिभित्र अहंकार छ, अहंकारभित्र प्रकृति छ र प्रकृतिको पर सूक्ष्म रूपमा पुरुष छ। यो पुरुष भनेको चेतना, यो पुरुष भनेको आत्मा, यो पुरुष भनेको ब्रह्म, यो पुरुष भनेको ईश्वर। नाम धेरै छन् तर सबै विभिन्न नाम एउटै कुरा, त्यही ब्रह्मलाई, त्यही आत्मालाई, त्यही परमात्मालाई चिनाउने नाम हो। अब यहाँनिर म स्वयं यदि ईश्वर भइदिएको भए, जसरी यो महावाक्यमा त्यही सन्देश आएको छ, उपदेश आएको छ, म स्वयं ईश्वर भइदिएको भए मलाई अरूले किन हेप्छ? ईश्वरलाई त हेप्दैनन्, पुज्छन्। मलाई सबैले दुःख किन दिन्छन्? ईश्वरलाई त दुःख दिन सक्दैन। यो प्रश्न त आउँदो हो। र त्यसैको जवाब स्वरूप मैले ईश्वरलाई ढाक्ने बादलहरूको नाम लिएँ। जसरी सूर्य जहिले पनि जाजोल्यमान हुन्छ, सूर्यमा कहिल्यै पनि रात पर्दैन, सूर्य कहिल्यै पनि निदाउँदैन, सूर्य जहिले पनि चम्किरहेको हुन्छ। धरतीमा राति हुँदा पनि आकाशमा सूर्य चम्किरहेकै हुन्छ। मात्र पृथ्वीले छेकिदिने भएको कारणले गर्दा हामी पृथ्वीसम्म लाइट पुग्दैन अनि अँध्यारो हुन्छ। तर सूर्यमा अँध्यारो, सूर्यमा रात कहिल्यै पनि हुँदैन। तर सूर्यलाई छेक्न सक्छ, पृथ्वीले छेक्न सक्छ, सबै ग्रहले छेक्न सक्छ। त्यो सूर्यलाई छेक्नुलाई नै त चन्द्रग्रहण लाग्छ नि। सूर्यग्रहण, चन्द्रग्रहण, त्यो ग्रहण लाग्नु भनेकै के? छेक्नु। अनि यसरी छेकिदिँदा सूर्यको प्रकाश धरतीसम्म पुग्दैन। रात भनेको पनि त्यही हो, सूर्य हामीले देख्दैनौँ। अतः सूर्यलाई पृथ्वीले, चन्द्रमाले, अरू ग्रहले पनि छेक्न सक्छ अनि रात परेको या अँध्यारो परेको भान हुन सक्छ। त्यति मात्र होइन, बादलले पनि छेक्न सक्छ। बादलले त प्राय छेकिरहेको हुन्छ। बादलले सूर्यलाई छेकिदिँदा अब मधुर प्रकाश मात्रै धरतीमा आउँछ। बादल घनीभूत भइदियो, कालो भइदियो भने फेरि अँध्यारो पर्छ। दिउँसै अँध्यारो भएको अनुभव हुन्छ कहिलेकाहीँ। यति बादल घनीभूत भइदिन्छ
कि दिउँसै अँध्यारो परे जस्तो हुन्छ। अतः सूर्य छ, तल पृथ्वी छ, अनि त्यसको बीचमा बादल छ। त्यो बादल जति घनीभूत हुन्छ त्यति धरती मध्यम प्रकाशमा रहन बाध्य हुन्छ। अझै बढी घनीभूत भयो भने अँध्यारै नै पनि बन्न सक्छ। यो उदाहरणबाट बुझ्नुहोस्, सूर्य जहिले पनि चम्किरहेकै हुन्छ, तर सूर्यको चमक जहिले पनि हामी कहाँ त्यही परिमाणमा त्यही स्पिडमा पुगिरहँदैनन् बादलको कारणले गर्दा। बस यही उदाहरणबाट बुझ्नुपर्छ, हाम्रो ईश्वर अर्थात् म स्वयं ईश्वर भन्ने, अयम आत्मा ब्रह्म, यो आत्मा नै ब्रह्म हो भन्ने यो ब्रह्मवाक्य, यो महावाक्य हामीलाई लागू किन हुँदैन त भन्नाले बादल छ। के को बादल? मनको बादल। बादल छ। के को बादल? विचारको बादल। बादल छ। के को बादल? अहंकारको बादल। बादल के को बादल? प्रकृति भनेको स्वभावको बादल छ। चारवटा बादल, पाँचौं बादल सबभन्दा नजिकको बादल त तन्नै। यहाँ दुख्छ, रोगी हुन्छ, अनि हामीलाई के लाग्छ? म भनेकै शरीर हुँ, शरीर दुखेपछि मलाई दुख्छ, शरीर ठिक भएपछि म ठिक हुन्छु भन्ने भ्रम हरेक बिरामीलाई लाग्छ। रोगीलाई गएर सोध्नुहोस्, दीर्घ रोगीलाई, यो एउटा रोग चट्ट गइदिएको भए मेरो जिन्दगी त आनन्द हुन्छ लाग्छ। यो शरीरमा जब बादल लाग्यो नि, यो शरीरमा जब रोग लाग्छ अनि हामी सबै कुरा बिर्सिएर शरीरै बनिदिन्छौँ। मन पनि बिर्सिन्छौँ, भाव पनि बिर्सिन्छौँ, अहंकार पनि बिर्सिन्छौँ। दाँत दुखेको बेला याद गर्नुहोस् त, यति दाँत दुख्छ, न मन बाँकी रहन्छ, न बुद्धि चल्छ, न अहंकार बाँकी रहन्छ, खालि दुखाइ मात्रै बाँकी रहन्छ। साह्रै दुख्यो भने त दुखाइ नै बनिदिन्छौँ हामी। अनि शरीरमा कुनै दुःख दर्द भएन या कम भयो भने जीवन धन्य बन्दैन, किनकि हामी शरीर होइनौँ क्या। शरीरमा दुःख दर्द कम भयो भएन र जिरोमा गयो भने शरीरको दुःख जान्छ, मनको दुःख सुरु हुन्छ। अब मनको दुःख भनेको, मन भनेको भाव हो, फिलिङ्स। मनको दुःख पनि ल पार लगाएँ, मलाई मानसिक रूपमा दुःख छैन, अब मलाई बौद्धिक रूपमा दुःख हुन्छ। फेरि बौद्धिक रूपमा ऊभन्दा म कम छुइनँ, यो अहंकार त्यताबाट सुरु हुन्छ नि, ऊभन्दा मैले राम्रो गर्नुपर्छ। यो म भन्ने कुरा प्रखर रूपमा बोध गर्ने विचारले हो। त्यो विचार प्रबल भइदिनाले अनि म भन्ने के बन्छ? अहंकार बनाउन भूमिका खेलिदिन्छ बुद्धिले। त्यसको दुःख सुरु भयो। अब अहंकारको दुःख, मलाई यसरी हेर्ने चिन्दैनस् म को हुँ भनेर। अब ध्यानै गर्दा पनि, ध्यान गर्दा आनन्द आउँछ नि, फिलिङ्स। ध्यानमा डुब्दा बहुत आनन्द आउँछ। अनि ध्यानबाट बाहिर आइसकेपछि त्यो आनन्दलाई मैले अहंकारको रूपमा साट्ने गर्छु। ए मलाई त गजबको अनुभव। तिमीलाई भयो? तिमीलाई भएको छैन होला। 5 वर्ष भयो ध्यान गरेको, 10 वर्ष भयो ध्यान गरेको, अब गुरु भएको यति वर्ष भयो। अरे यार, यो सबै फेरि अहंकार बनिदिन्छ। त्यो अहंकारले दुःख दिन्छ। अब अहंकार भन्दा माथि पनि दुःख छ फेरि स्वभाव। त्यो जेनेटिकल कोडमा आउँछ स्वभाव। कोही मान्छे होमोसेक्सुअल भएर जन्मिदिन्छ, त्यो अहंकार पनि होइन, त्यो मन पनि होइन, विचार पनि होइन। जन्मैले उसलाई, पुरुषलाई पुरुषप्रति आकर्षण छ, महिलाप्रति छैन। गर्ने क्या? जेनेटिकल कोडमा लेस्बियन जन्मिदिन्छ, केटीलाई केटीमै आकर्षण छ, केटामा छैन। गर्ने के? त्यसलाई प्रकृति, नेचर जन्मै लगाइदिन्छ। यतिसम्म त सहन सकिने कुरा भयो, ठिकै छ। कानुनले पनि प्राय देशमा मान्यता पाएको छ, ठिकै छ। तर जन्मैले सिरियल किलर भएर जन्मिदिन्छ अनि द्याट इज स्वभाव। त्यो पूर्वजन्मको संस्कारको कारणले गर्दा यो जन्ममा सिरियल किलरको जेनेटिकल कोडमै कोडै ल्याएर जन्मिन्छ। ल अब उसले मौका पायो भने मान्छे मार्न थाल्छ, मौका पाएन भने त्यो जिन टर्न अफ भएर बस्छ। यदि उनलाई वातावरणले धक्का दियो भने त्यो टर्न अफ भएको जिन अन भइदिन्छ, मान्छे धरधर मार्न थाल्छ। स्वभावै हो फेरि, संस्कारबाट आएको स्वभाव। बुद्धको एउटा वचन छ, संखारा परमा दुःखाति, सबभन्दा ठुलो दुःख संस्कार हो। अरूलाई त बुझ्दै जान्छौँ, संस्कारलाई बुझ्दैनौँ, किनकि संस्कार यो जन्ममा बनेको हुँदैन, अर्को जन्मबाट आइरहेको हुन्छ। अनि त्यो अर्को जन्म थाहा छैन भने जेनेटिकल कोडबाट आइरहेको हुन्छ, त्यो कोडमा हुन्छ संस्कार। क्यार
कहिलेकाहीँ लाग्छ नि हामीलाई म यस्तो किन भएको होला, मैले सिकेको पनि होइन, मेरो बाउ यस्तो छैन, आमा छैन, दाइ छैन जस्तो लाग्छ नि, मै मात्रै यस्तो किन? किनकि त्यहाँ जेनेटिकल कोडमा कताबाट आयो तपाईँको जिन्समा एउटा प्रोग्राम लिएर आउनुभयो, जसको कारणले गर्दा तपाईँ जहिले पनि पीडित हुनुहुन्छ। यसरी तपाईँ ईश्वर नहुनुको कारण, यद्यपि मूलतः तपाईँ ईश्वर नै हो, जसरी ढुङ्गा, हरेक ढुङ्गाभित्र प्रतिमा हुन्छ, मूर्ति हुन्छ, नचाहिने ढुङ्गालाई फाल्ने त हो नि, चिप अफ गर्ने त हो नि, टक 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 ठोकेर स्कल्पचरले अर्थात् मूर्तिकारले ढुङ्गालाई हटाइदिने त हो। अनि त्यो हटेपछि जे बाँकी रहन्छ त्यो त सुन्दर मूर्ति हो। हरेक ढुङ्गा मूर्ति हुन्। अनि अहिले मूर्ति किन देखिँदैन त भन्नाले नचाहिने ढुङ्गालाई नफालेको कारणले ढुङ्गा मूर्ति देखिँदैन। मूर्ति बन्नको लागि, सुन्दर मूर्ति बन्नको लागि, सुन्दर कलाकारको, अनुभवी कलाकारको हातमा पर्यो भने हरेक ढुङ्गा मूर्ति बनिन्छ। अनुभवी कलाकारको, मूर्तिकारको हातमा पर्दियो भने हरेक ढुङ्गा मूर्ति बनिन्छ। त्यसकारण अहिले हामी त्यही ढुङ्गा हौँ क्या, जुङ्गा भए पनि। अहिले हामी त्यही ढुङ्गा हौँ, यद्यपि यो ढुङ्गा सुन्दर मूर्तिको सम्भावना हो। इट इज द पोसिबिलिटी। अहिले हामी मूर्ति हुँदै होइनौँ हो, अहिले हामी मूर्ति होइनौँ। र मूर्ति बनेन भने के हुन्छ थाहा छ? गिट्टी कुटिदिन्छ हामीलाई मान्छेले। मूर्ति बनेन भने गिट्टीवालाको आँखा पर्यो भने चट, अनि त्यसमा सिमेन्ट घोलेर पिलर बनाइदिन्छ तपाईँ। किन इमेजिन, पिलर पनि टोयलेटको पर्यो भने जहिले पनि दुङदुङटी गनाउने ठाउँमा बस्नुपर्ने हुन्छ। त्यसकारण फेरि पनि बुझ्नुहोस्, यदि तपाईँ बेलायमै मूर्ति बनिहाल्यो भने मान्छेले पूजा गर्न थाल्छ। फेरि त्यही ढुङ्गा बेलायमा मूर्ति बन्यो भने पूजा सुरु हुन्छ त्यसमाथि। बेलामा मूर्ति बन्न सकेन, आनाकानी आइ उइ यसलाई चाहिँ ल्याङल्याङ ल्याङल्याङ गरेर बाँच्छ नि मान्छे। त्यो ल्याङल्याङमा फस्यो भने तपाईँ गिट्टी, तपाईँलाई गिट्टी बनाउने मान्छेले धुमधाम बाजा बजाएर लिन आउँछ तपाईँलाई, ब्यान्ड बजाएर लिन आउँछ, अनि घरमा चाहिँ गिट्टी बनाइदिन्छ। मक्ख परेर लेहुला लेहुली भएर बस्छौँ, अनि जिन्दगीभर कट्टु ढोउ मलाई मेरो गिट्टी भएन तपाईँ। मेरो किचनबाट बाहिर जान सक्दैनौ, मलाई खाना पकाउनै पर्छ, तैँले नपका कसले पकाउँछ घरमा? किनभने मान्छे पुरुष एक किसिमबाट गिट्टी बन्छ, महिला अर्कै खाले गिट्टी बनिदिन्छ, तर दुवै गिट्टी नै हुन्छ। कसैले कसैलाई पूजा गर्दैन। कङ्क्रिट र कङ्क्रिटको बिचमा चाहिँ यसो यसो चलायो भने जुन आवाज आउँछ नि हो, त्यो हाम्रो झगडा हो क्या। दुवै कङ्क्रिट दुवै गिट्टी। त्यसकारण फेरि पनि बुझ्नुहोस्, यदि बेलैमा यो ढुङ्गा जोसँग सम्भावना, मूर्ति बन्ने सम्भावना छ, यो मूर्ति बनेन भने कङ्क्रिट बनिन्छ। बनेको त्यही हो। कङ्क्रिट भनेको घरको पिलर, टोयलेटको पिलर, किचनको पिलर। अहिले हामी त्यही त हो नि, कोही टोयलेटको पिलर छ, कोही किचनको पिलर छ, कोही घरको पिलर छ। त्यसकारण कहीँ जानै सक्दैनौँ हामीहरू, किनकि हामी पिलर भइसक्यौँ। केही नयाँ काम गर्नै सक्दैनौँ, किनकि हामी पिलर बनिसक्यौँ, सिमेन्टले च्यापेर बसेछ। त्यो सिमेन्ट भनेको हाम्रो संस्कृति, संस्कार, धर्म, दर्शन आदि इत्यादिबाट च्यापेर बसेको छ। केही पनि गर्न सक्दैन, उम्किनै सक्दैन, किनकि तिमी उम्किस् भने यो घर चाहिँ भड्किन्छ भन्छ। तिमीले दायाँ बायाँ मुन्टो चलायौ भने यो घर स्वाहा हुन्छ। त्यसकारण हामी ज्ञानी भएर चाहिँ घरको पिलर भएर, टोयलेटको पिलर भएर बस्नु पर्यो होइन, बेलायमा मूर्ति नभएको कारण। त्यसकारण अहिले हामी भगवान होइनौँ, त्यो त शङ्कै छैन, तर हामी भगवान हुने सम्भावना चाहिँ अहिले पनि छ, हिजो पनि थियो र भोलि पनि रहन्छ सम्भावना। अनि यो त दर्शनको कुरा भयो। दर्शन भनेको त व्यक्तिगत रूपमा बुझ्ने, यानि सब्जेक्टिभ हुन्छ। दर्शन भनेको मैले बुझेँ दर्शन, नबुझे त त्यो दर्शनको अर्थै हुँदैन। नबुझे घर्षण भनेको मतलब सङ्घर्षण, बुझे मात्रै दर्शन हो। यो सब्जेक्टिभ कुरा भयो। त्यसकारण यस्ता कुराले व्यापकता पाउँदैन, किनकि यो त व्यक्तिको अनुभव हो। वेदका ऋषिहरूले अनुभव गर्नुभयो हो। अब केही मान्छेले त्यसपछि अनुभव गरे, केही अहिले पनि गरिरहेका छन्, तर अधिकांश मान्छेले यो कुराको अनुभव गर्दैन, किनकि यो सब्जेक्टिभ कुरा हो, व्यक्तिगत कुरा हो। तर यही कुरालाई
साइन्टिफिकल्ली व्याख्या भयो भने, साइन्सले प्रुभ गर्यो भने त्यसलाई अब्जेक्टिभ भनिन्छ। यो सब्जेक्टिभ भएकोले सबैले बुझ्दैन, तर अब्जेक्टिभ कुरा सबैको लागि साझा हुन्छ। किनभने आज जसरी बुद्धले ध्यान गर्नुभयो, साधना गर्नुभयो, मुक्त भयो, ज्ञान प्राप्त गर्नुभयो, तर बुद्धले प्राप्त गर्नुभएको ज्ञान यो हो यो हो यो हो भनेर व्याख्या त गरिदिनुहुन्छ उहाँले, गरिदिँदा पनि सुन्ने मान्छे ज्ञानी हुँदैन। त्यसको लागि त्यही साधनाबाट गुज्रिनुपर्छ। तर विज्ञानमा त्यस्तो हुँदैन। फेरि माइकल फ्याराडेले करेन्ट आविष्कार गरे, थमस एल्वा एडिसनले चिम आविष्कार गरे, अब चिम जताततै छ, किने पुग्यो? ज्ञान त्यसरी मिल्दैन। त्यसकारण विज्ञान अब्जेक्टिभ हुन्छ, वस्तुगत, त्यो सबैको साझा बनिदिन्छ बाहिर भएकोले। ज्ञान त्यसरी सबैको साझा बन्दैन, त्यो व्यक्तिगत हुन्छ, पर्सनल हुन्छ। तर यो दर्शनको प्रज्ञानम ब्रह्म वेदको वचन भयो, ऋग्वेदको। अहिले मैले गरिरहेको कुरा अथर्ववेदको वचन, भर्खर हामी व्याख्या गरिरहेको अयम आत्मा ब्रह्म, यो नै ब्रह्म हो, यो नै ईश्वर हो। यो कुरा सब्जेक्टिभ भएकोले सबैमा लागु चाहिँ नहुनुको कारण थियो। अब्जेक्टिभ भइदिएको भए लागु हुन्छ। अब साइन्सले यसलाई प्रुभ गर्दा अब्जेक्टिभली के ल्याबमा प्रयोग गरेर के देखाइदिनु भयो त भने, यो सारा संसार सब एटमिकल पार्टिकलमा जाँदा जुन इलेक्ट्रोन्सहरू देखिन्छ, तिमीले हेरे मात्रै इलेक्ट्रोन ठोस हुन्छ, हेरेन भने त्यो झोल त होइन, तरङ्ग बन्छ, देखिँदैन। यो भनेकै द्रष्टाले दृश्य निर्माण गर्छ। याद राख्नुहोस्, द्रष्टाले दृश्य निर्माण गर्छ। यसकारण अब साइन्स पनि बिस्तारै यहाँ यो हार्डकोर साइन्स बनेको छैन, तर साइन्समा कुरा के आएको छ त भने, यो सारा ब्रह्माण्ड बनाउने चेतनाले हो। योभन्दा अगाडि चाहिँ सारा ब्रह्माण्ड केबाट बनेको हुन्छ? भौतिक चिजबाट चेतना बनेको भनेर कम्युनिस्टहरूले हजारपल्ट व्याख्या गरेर ल्याएको कुरा हो। तर अहिले डाक्टर रबर्ट लान्जा जस्ता मान्छेले जो बायोसेन्ट्रिजम भन्ने कन्सेप्ट अगाडि सार्नु भएको छ, र त्यो कन्सेप्टले सारा संसारका वैज्ञानिकहरूलाई फेरि सोच्न बाध्य बनाएको छ। किन भन्नाले मूलतः यो सारा ब्रह्माण्ड अहिलेसम्म त हामीले ऊर्जाबाट बनेको भन्छौँ, वस्तुबाट ऊर्जा, ऊर्जाबाट वस्तु, E=mc² मा। तर धेरै डेपमा गयो भने चेतना छ त्यसको पछाडि, कन्सियसनेसबाट नै बनेको हो। अनि त्यो कन्सियसनेस भनेको के? त्यो म, होस भनेको के? बोध, कन्सियसनेस, चेतना भनेको म, तपाईँ, हामी सबै चेतना। त्यसकारण यो ब्रह्माण्ड हामीले नै बनाएको नै, हामीले हातले बनाएको त त्यो बुझियो नै, तर हाम्रो विचारले बनाउँछ, हाम्रो भावले बनाउँछ, हाम्रो उपस्थितिले बनाउँछ। यो कुरा अहिले विज्ञानमा प्रमाणित हुँदै 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 आइरहेकोले अब धेरै समय लाग्दैन, कुनै दिन हामी सबै चेतना हौँ भनेर छर्लङ्ग पारिदिन्छ विज्ञानले। यसरी छर्लङ्ग भएपछि मान्छेको, आम मान्छेको ट्रान्सफर्मेसन हुन धेरै सजिलो हुन्छ। अहिले यो सुरुवात भर भएको छ। अब त्यता नगइकन म, तपाईँ, हामी सबै मूलतः चेतना हौँ, कन्सियसनेस हौँ, ब्रह्म हौँ, अर्थात् ईश्वर हौँ। तर यो ईश्वरलाई चाहिँ ढाक्ने काम कसले गरिदियो? तनले, मनले, बुद्धिले, अहङ्कारले र स्वभावले। यो 4वटा 5वटा कुरालाई चाहिँ छिचोल्नु पर्यो। त्यो छिचोलेपछि पुग्ने ठाउँ कहाँ हुन्छ? पुरुष। पुरुष भनेको चेतना। यहाँनिर उपनिषदमा एउटा कथा पनि दिएको छ यो कुरा बुझाउनलाई। एकजना राजाका छोरालाई अध्यात्मप्रति बहुतै चासो लाग्छ, अनि त्यसपछि उनले दरबार छोडिदिन्छ, गुरु कहाँ पुग्छन्। अनि गुरुले के भन्छन् भने, तिम्रो जिज्ञासा, त्यो केटाको जिज्ञासा म को हुँ भन्ने जिज्ञासा थियो, तिम्रो जिज्ञासा शान्त गर्नलाई मेरो शब्दले पुग्दैन, अनुभव चाहिन्छ, जाऊ जङ्गल, हो, चिन्तन गर, मनन गर। अनि साँच्चै उनी जङ्गल गए। झन्डै चाहिँ वर्ष दिन चाहिँ जङ्गलमा बसिसकेपछि एक दिन उनलाई त्यो पानीमा आफ्नो अनुहार देख्दा बोध के हुन्छ भने, पानीमा आफ्नो दृश्य देख्छ, प्रतिबिम्ब। त्यो देखेपछि ठ्याक्कै प्रश्न के उठ्छ? मेरो अनुहार त यहाँ छ, मैले देखिरहेको छैन, तर त्यहाँ त पानीमा त देखियो नि अनुहार, त्यो देख्ने को हो? यो त शरीर भयो, तर यो मेरो अनुहार भनेर चिन्ने को हो? यो बोध भएपछि त्यसपछि उनी पूर्णतया मौन भए, त्यहाँ शब्द थिएन। अनि त्यो जब कुनै पनि शब्द भएन, त्यो बेला खोजी, यानी जसले खोजेको हुन्छ ज्ञान, खोज्ने प्रक्रिया र खोज्ने जसलाई खोजिएको छ ज्ञान,
त्यो सबै कुरा हरार गयो। खोजी पनि छैन किनकि खोजी त विचार हो, खोज्ने प्रक्रिया पनि छैन किनकि विचारले गर्छ, अनि खोज्ने चिज पनि छैन किनकि त्यो पनि विचारले गर्छ। जब विचार ठ्याक्कै मौन भयो नि उसले आफ्नो चित्र देख्न साथ टक्क विचार हरायो, द्याट इज क्लिकिङ ब्रह्म। अनि त्यसपछि त त्यहाँ आनन्द बाहेक केही छैन, त्यसपछि त त्यहाँ ऊर्जा बाहेक केही पनि छैन, त्यसपछि त त्यहाँ शान्ति बाहेक केही पनि छैन, त्यही ब्रह्म हो। अब हामीले जिन्दगीभर सुख तलास गर्छौँ, दुःख हात पार्छौँ। जिन्दगीभर सुख तलास गर्छौँ, दुःख हातमा पार्छौँ, किनकि यो सबै भाँड भैलो जीवनमा सबै मान्छेको जीवनमा भाँड भैलो हुनुको पछाडि अविद्या, अज्ञानता मूल कारण। के कारणले? अज्ञानता। यो अज्ञानताले हामीलाई दुखी बनाइदिन्छ। हिजो एकजना साथीकासँग कुरा गर्दै थिएँ, साथमा पनि गर्ने हो, अनि उहाँले मलाई के भन्नुभयो भने अब एउटा घर बन्यो भने जिन्दगी चाहिँ धन्य हुन्छ। अब घर भएकाहरूलाई हेरे पुग्छ नि, धन्य हुन्छ कि धनिया हुन्छ? हो, यसलाई भनिन्छ अविद्या। यो अविद्या हामी सबै मान्छेमा छ, अनि यो अविद्याले हामीलाई योजना बनाउन लगाउँछ कि हामी आफूबाट भाग्ने योजना, घर बनाएर भाग्ने, कुनै जागिर खाएर भाग्ने, कुनै पदमा पुगेर भाग्ने, बिहे गरेर सन्तान जन्म, यो भाग्ने प्रक्रिया। यानि सुख शान्ति आनन्द जे खोजेको हो मै ब्रह्म भएपछि त कतै खोज्नै परेन नि हौ। भगवानलाई घर चाहिन्छ? भगवानलाई लोग्ने चाहिन्छ? भगवानलाई स्वास्नी चाहिन्छ? भगवान भनेको हाम्रो यो कथामा आउने भगवानलाई त चाहिन्छ। फेरि त्यहाँ मान्छेको जीवन बुझाउनलाई त्यहाँ भगवानको पनि बिहे भइरहेको हुन्छ, जस्तै महादेव पार्वतीको भयो, उनलाई पनि छोरा चाहियो भन्ने भयो। त्यो त हामीलाई ज्ञान बुझाउनको लागि एउटा माध्यम बनाएको हो। नत्र ब्रह्ममा आउँदाखेरि ब्रह्म भनेको त निरञ्जन निराकार हुन्छ। त्यो निरञ्जन निराकारमा न लोग्ने हुन्छ न स्वास्नी हुन्छ, न छोरा हुन्छ न छोरी हुन्छ, न भूत हुन्छ न भविष्य हुन्छ, केही हुँदैन। तर त्यो हुन्छ क्या, केही हुँदैन तै पनि त्यो हुन्छ। अनि त्यो केही हुँदैन तै पनि हुन्छ तपाईँ नै हो। त्यसलाई खोज्ने कता कता फेरि मनले के भन्छ, बिहे गरे ठिक हुन्छ कि, छोरा जन्माए छोरी जन्माए ठिक हुन्छ कि, जागिर खाए ठिक हुन्छ कि, यो सबै खाएकाहरूलाई एकचोटि हेरौँ न हौ। ल, तपाईँ जहाँ पुग्न खोज्नु भएको छ, सबैको लक्ष्य छ नि कहीँ पुग्ने, ठिक छ पुग्नुहोस्, तर त्यहाँ पुगेकाहरू कति धन्य भए, कति खुसी भए। अब उनीहरू खुसी भएनन् भने तपाईँ कसरी खुसी हुने? यसलाई भनिन्छ अविद्या। हामी अझै ब्रह्म छौँ। त्यसैले एउटा प्रश्न गर्नुपर्छ, यो कुनै पनि मेरो उद्देश्य हुन्छ नि, चाहे चाहिँ जागिर खाने उद्देश्य होस्, या व्यापार गर्ने उद्देश्य होस्, या चाहिँ घर बनाउने उद्देश्य होस्, त्यो उद्देश्य मेरो निड हो कि मेरो डिजायर मात्रै हो? मेरो आवश्यकता हो कि या मेरो चाहिँ यो डिजायर मात्रै हो? आवश्यकता भनेको त त्यो चिज हो जुन चिज बिना म बाँच्न सक्दैन। घर नभए त डेरामा बाँच्न सकिन्छ नि, राइट? स्वास्नी नभए गर्लफ्रेन्डले चल्छ नि, राइट? त्यो निड होइन क्या। निड भनेको के त, म दुखी हुन्छु जे गर्दा पनि दुःखबाट मुक्त पाउनु मेरो निड। ओन्ली वान निड अफ आवर लाइफ इज कम आउट अफ द पेन, साइकोलोजिकल पेन। अरू त कुनै निडै छैन, अरू त सबै काम चलाऊ। किनकि तपाईँले अहिले जे गर्न लाग्नु भएको छ या हिजो जे गर्नुभयो सबैको उद्देश्य त दुःख मेट्नु नै त थियो नि। अनि हिजो गरेका कुनै पनि कुराले दुःख मेटेन भने भोलि गरेका कुनै पनि कुराले कसरी दुःख मेट्छ है? सुविधा बढाउँछ तपाईँको। हिजोभन्दा तपाईँ धनी भयो होला, आज हिजोभन्दा तपाईँको उमेर बढ्यो, सम्मान बढ्यो होला, समाजमा प्रतिष्ठा बढ्यो होला। अनि ती सबै कुराले खुसी बनाउँदैनन् क्या। अमिताभ बच्चनलाई सोधे पनि हुन्छ, इलन मस्कलाई सोधे पनि हुन्छ, त्यो शिखरमा पुग्दा पनि सन्तुष्ट हुँदैन क्या। क्यानमा आउँछ नि। अनि यो कस्तो जन्जालमा फस्यौँ भने हामी, जुन चिज चाहिँ नपाउँदा त्यसले दुःख दिन्छ, पाइसकेपछि फेरि त्यसै चिजले आफूलाई रुवाउँछ, त्यो चिज खोजिरहेको हुन्छ। यही हो अविद्या। त्यसकारण फेरि पनि फर्कौँ, कुरोको चुरोतिर आउँ। जहिले पनि यो मन्त्र जप्नुहोस्। अब अयम आत्मा ब्रह्म, म नै ब्रह्म हुँ। अयम आत्मा ब्रह्म। मैले वेद पढिनँ, पढ्न सकिनँ, केही गम छैन, वेदको सारलाई टिप्नुहोस्। अयम आत्मा ब्रह्म, मै नै ब्रह्म हुँ। योभन्दा अगाडि पनि वेदकै मन्त्र भने, तत्त्वमसि, तिमी नै त्यो हो, जसलाई ईश्वर भनेर खोज्दैछौ, त्यो तिमी नै हो। म स्वयं ब्रह्म भएकोले आई क्रिएट द थिङ्स,
अब मेरो जीवनमा दुःख आउँछ भने ती दुःख अरूबाट आएको होइन, मैले क्रिएट गरेँ। किन त म त ब्रह्म हुँ नि। मैले त जे पनि क्रिएट गर्न सक्छु, जे पनि सिर्जना गर्न सक्छु। अहिलेसम्म मैले दुःख सिर्जना गरेँ, म त च्याम्पियन छु त्यसमा। अब फेरि मैले घर बनाएँ भने पनि मैले दुःखै सिर्जना गर्छु, मेरै सिर्जना हुन्छ त्यो, राइट? त्यसकारण यसको मतलब घर नबनाउनु होइन, तपाईँ घरको पछि लाग्नु भएन कि घर तपाईँको पछि लाग्यो भने मात्रै शुभ हुन्छ। तपाईँ तरुणको पछि लाग्नु भएन कि तरुण र तरुणी तपाईँको पछि लागे मात्रै शुभ हुन्छ। अब हामी त सबै दुनियाँको पछि लागिरहेका छौँ। दुनियाँलाई तपाईँको पछि लगाउन सके मात्रै शुभ हुन्छ। दुनियाँको पछि तपाईँ लाग्यो भने त तपाईँ गुलाम हुन्छ। दुनियाँको पछि जस्तै हामी धनको पछि लाग्छौँ नि, यही त हाम्रो गुलामी हो। धन हाम्रो पछि लाग्दिनु पर्ने होइन। यदि हामीमा गुण आएको भए त धन पछि लाग्थ्यो, गुण नआएकोले धनको पछि लाग्यौँ। अनि त्यसले यस्तो कुराले हामीलाई नपाउँदा त दुःख दिन्छ नै, पाउँदाखेरि त्योभन्दा बेसी ब्याज सुधा दुःख दिन थाल्छ। त्यसैले दुःख मैले निर्माण गरेको, कसरी निर्माण गरेको एउटा कुरा अर्को च्याप्टरको रूपमा चाहिँ बुझ्नुहोस्। जीवनमा जति पनि समस्या आउँछ, हिजो पनि आएको थियो, आज पनि छन्, भोलि पनि आउँछन्, नमरेसम्म समस्या आउँछ। अनि त्यो समस्या दुई किसिमका हुन्छन्। एउटा मैले कन्ट्रोल गर्न सक्ने समस्या, अर्को मैले कन्ट्रोल गर्न नसक्ने समस्या आउँछ। एउटा मेरो बसको समस्या, अरू मेरो बसभन्दा बाहिर समस्या आउँछ। मेरो बसको समस्या त म त्यसलाई सल्टाउन सक्छु। जस्तै मेरो घर बिग्रिरहेको छ भने म ब्याङ्कबाट ऋण लिएर पनि घरलाई फेरि बनाइदिन सक्छु। मेरो बसको कुरा भयो नि त्यो। यसरी मेरो बसका थुप्रै कुराहरू छन् जो मैले अहिले गर्नुपर्छ। त्यो मैले गर्न सक्ने कुराहरू, समस्या आयो त्यसलाई सल्टाउनै पर्छ। तर यस्तो समस्या पनि आइदिन्छन् जो मैले सल्टाउन सक्दैन। अनि म कहाँ ट्र्याकमा पर्छु भन्नाले यो समस्या मैले सल्टाउन सक्दिनँ भन्ने नै बिर्सन्छु। खास गरी अरूको समस्या, जस्तै छोराको समस्या आयो, छोरीको समस्या आयो, दाइको आयो, भाइको आयो। अब उनीहरूको समस्या मैले सल्टाउन सक्दिनँ। शेष घलेकी आमाको एउटा इन्टरभ्यू पहिला भाइरल भएको थियो। त्यसमा शीर्षकै के थियो भन्नाले म जति अभागी कोही छैन। अनि कसले भनिरहेको, शेष घले जो नेपालको हकमा, संसारकै हकमा सबभन्दा धनी खरबपति, अरबपति होइन खरबपति, त्यो खरबपति कि आमा, खरबपति कि सासू, दुवै जमुना घले पनि फेरि त्यही खरबपतिमा छन्। लोग्ने सस्ने दुवै, शर्मान श्रीमती दुवैले उन्नति प्रगति गरेका छन्। त्यो खरबौँले पनि एउटी आमाको दुःख मेट्न सकेन। क्यान यु इमेजिन इट? अनि हामी सपना देखेर बसेका छौँ के अझै उनीहरू जस्तो हुने। न्यू खोज्या, त्यो त डेफिनेटली न्यू खोज्या हो। अनि मान्छे अहिले दुनियाँमा बौलाउँदै गएको कारण, दुनियाँमा एङ्जाइटी र डिप्रेसन चाहिँ वारती बढिरहेको कारण के हो त भन्नाले जुन सल्टिँदैन प्रब्लम त्यो सल्टाउन खोजिन्छ क्या। कहिल्यै नसल्टिने समस्यालाई सल्टाउनु पर्छ भन्ने एउटा विचारले पनि मेन्टल प्रब्लमको द्वार खोलिदिन्छ। किनकि त्यो त डेडलक हो, त्यहाँ सल्टिँदै त्यो प्रब्लम। यसैलाई अविद्या भनेको। अविद्या भनेको के त भन्नाले मैले यो सल्टाउन सक्छ कि सक्दैन भन्ने कुरा थाहा नभएपछि म डेडलकमा फसेँ, अविद्यामा फसेँ। त्यो अविद्याले मलाई प्रयास गर्न लाउँछ कि जो प्रब्लम सल्टिँदैन त्यो प्रब्लममा पनि म प्रयास गरिरहेको हुन्छु। अनि हरेक प्रयासले मलाई के गरिदिन्छ, झन् बढी प्रब्लममा फसाइदिन्छ। जस्तै मलाई उदाहरणको लागि विराटनगर जानुपर्ने मान्छे यता पश्चिमतिर फर्केर हिँड्दियो भने जति म कुद्छु त्यति विराटनगरबाट टाढा हुन्छु। प्रयास गरे कि म टाढा हुन्छु। त्यहाँ त प्रयास गर्ने नै होइन। तपाईँ विराटनगरमै बसेर विराटनगर त जानै परेन नि, म विराटनगरमै छु भनेर बुझे पुग्छ नि। सुखको हकमा त्यही कुरा छ। किनकि तपाईँले खोज्नु भएको सुख, शान्ति, आनन्द भनेको तपाईँको पाँचौँ कोष हो। अन्नमय कोष शरीर भयो, मनोमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष, अनि अन्तिम पाँचौँ कोष के त आनन्दमय कोष। त्यो त तपाईँको जन्मजातैको सिस्टम हो आनन्द। अनि यो त दर्शनको कुरा भयो, विज्ञानबाट म पुष्टि गर्न चाहेँ। यही दर्शनलाई चाहिँ विज्ञानले के भनेर पुष्टि गरेको छ पछिल्लो समयमा, हाम्रो दिमागमा एनान्डामाइड भन्ने न्युरोकेमिकल चाहिँ बन्छ। त्यो न्युरोकेमिकलले नै तपाईँलाई खुसी बनाउने हो। त्यो त ब्रेनमै बन्ने चिज हो। इट इज राइट देयर हियर। तपाईँले प्रयास गर्यो कि यो एक्टिभेटै हुँदैन, यो एक्टिभेट भयो भने दुःख हुन्छ। त्यसकारण तपाईँले खोज्नु भएको सुख आनन्दमय कोषको रूपमा या चाहिँ इन्डोक्यानोबिनोइड सिस्टमभित्र, यसलाई सिस्टमै छ एउटा। जसरी तपाईँले रेस्पिरेटरी सिस्टम भने जस्तै इन्डोक्यानोबिनोइड सिस्टम हो, जसमा चाहिँ हर्मोन्सहरू, न्युरोट्रान्समिटरहरू इन्भल्भ हुन्छ। त्यसमध्ये एनान्डामाइडको कुरा छ अहिले। त्यो एनान्डामाइड जसले तपाईँलाई आनन्द बनाउँछ, त्यो घर आएर बन्ने होइन क्या, त्यो छोरा पाएर बन्ने होइन, छोरी पाएर बन्ने होइन, यो केमिकल चलेपछि बन्ने। त्यस्ता 6वटा केमिकल छ।
खास चाहिँ त्यो चलाउनु खोजेको हो। अनि अज्ञानतावश चाहिँ हामी कहाँ फस्यौँ त भन्नाले समस्या समाधान गर्नेतिर लाग्यौँ। आफ्नो मात्र होइन अरूको पनि पीडा बोकेर हिँड्ने मान्छे हामी। उसको जीवनमा चाहिँ खत्तमै भइरहेछ, उसको बुहारीले के गरे, उसको छोराले के गरे। अरे यार, आफ्नो गिरेबान पर अपने गिरेबान पर झाँक कर देखो भन्छ नि। अरूको बारेमा चिन्ता, अरूको बारेमा, अब अरूको बारेमा तपाईँ केही गर्नै सक्नुहुन्न त्यहाँ। यु क्यान डु नथिङ। जुन कुरा तपाईँको बसमै छैन त्यो समस्या सल्टाउनुमा हामी अल्झिदिन्छौँ। दरबार हत्याकाण्ड हुँदा कैयन परिवार पागल भए, कैयन। त्यस्ता केही परिवार चाहिँ हाम्रो क्लासमा पनि आउनुभयो, त्यसपछि थाहा भएको हो। कसरी पागल भयो त भन्नाले, ओहो यो देशमा त राजा रानी त सुरक्षित छैन भने हाम्रो हालत के होला। किन डर किन लाग्यो त्यो बुढालाई भने त्यहाँ त राजकुमारले मारिदिए भन्ने कुरा छ। यद्यपि यो विवादास्पद छ, तर अहिलेसम्म चाहिँ कसले मारेको भन्ने त पुष्टि भएकै छैन। त्यसकारण त्यो राजकुमारले नै मारेको भन्ने कुरा हो। त्यसकारण बाउआमालाई के लाग्यो भन्नाले राजकुमारले उनको गर्लफ्रेन्डको कारणले आमा बाबालाई मारे। उनको पनि, मेरो छोराले पनि मैले नचाहेको, हामीले नचाहेको गर्लफ्रेन्ड चाहिँ लिएर हिँडिरहेको छ हो, कहिले आएर यसले पनि मारिदिन्छ भन्ने नि। फेरि मान्छे अब यो समस्या त तपाईँले सल्टाउन सक्ने समस्या होइन नि हौ। तपाईँको छोराले तपाईँलाई आएर मार्छ मार्दैन त थाहा छैन नि। तर त्यस्तो कुरामा हामी अल्झ्यौँ भने अनि खुस्किँदै जान्छ। त्यसकारण यो जति पनि जीवनमा दुःख आउँछ त्यो सबै दुःखको कारण चाहिँ अज्ञानता। अनि त्यो अज्ञानता त मेरो अज्ञानता हो। त्यसकारण दुःख कसले जन्मायो? मैले जन्माएँ। किनकि म परमात्मा हुँ। फेरि पनि याद राख्नुहोस्, परमात्माले त चाह्यो भने जे पनि जन्माउँछ। तर हामी कस्तो परमात्मा बन्यौँ? दुःख जन्माउँदै हिँड्ने परमात्मा बन्यौँ। अनि अर्को कुरा पनि भन्नुपर्छ, अज्ञानता यहाँसम्म कि सुख र खुसी भनेकै नचिन्ने खालका अज्ञानता। यति धमिलो भयो हाम्रो आँखा। खुसी भनेको त एकछिनमा आउने खुसी, पिज्जा खाँदा खुसी हुन्छ तर सुखी त हुँदैन हो। बिहे गर्दा खुसी त हुन्छ, सुखी हुँदैन। सन्तान जन्माउँदा खुसी त हुन्छ, ए छोरा पाएँ छोरी पाएँ भनेर, तर सुख त हुँदैन। सुख त भित्रको अवस्था हो। अनि हामीले केसँग साट्यौँ त भन्नाले यो क्षणिक सुखसँग अथवा खुसीसँग सुख साट। अहिले जे गर्न खोज्छौँ सबैले हामीलाई क्षणिक सुख दिन्छ। क्षणिक सुख जसलाई हामी खुसी भन्छौँ त्यो त दिन्छ, तर यसले आनन्द दिँदैन हौ। किनकि आनन्द त तपाईँभित्रको अवस्था हो। इन्डो क्यानोबिनोइड सिस्टम हो, यहाँ छ आनन्द। आनन्दमय कोष हो, त्यो तपाईँभित्रको कोष हो, त्यो त्यहीँ छ। मैले भने नि, तपाईँ बराङमा आएर बराङ खोज्न गयो भने बराङबाट हराउनुहुन्छ। तपाईँ काठमाडौँमा बसेर काठमाडौँ खोज्न गयो भने जति खोज्यो त्यति काठमाडौँ हराउँछ। हामी पनि सबै सुखमा बसेर सुख खोज्न गएकाहरू, अहिलेसम्म नफर्केकाहरू। त्यो कुरा हामीले बुझेनौँ कि हामी सर्जक हौँ। हामीले दुःख सृजना गऱ्यौँ। कसरी गऱ्यौँ? अज्ञानताको कारण। अहिले पनि हामी के खोज्छौँ त भन्नाले त्यही क्षणिक तुष्टि खोजिरहेका हुन्छौँ, फेरि क्षणिक खुसी खोजिरहेका हुन्छौँ। अनि जति बाँच्यो, नपाउँदा त गाह्रै भयो, पाउँदा त्योभन्दा बढी गाह्रो। यसरी नै हाम्रो जीवन फँसेको छ। अतः फेरि पनि के बुझ्नु पर्यो, यदि दुःख मैले सिर्जना गरिरहेको छु भने भगवान्, मै भगवान् आफ्नै नाम लिए भयो, विकासानन्द भगवान् मैले मलाई भन्दा तपाईँले आफ्नो नाम लिनुहोस्। यदि मेरो पावर दुःख सिर्जना गर्ने छ भने सुख पनि त मैले सिर्जना गर्ने होइन र? सानो बेलामा म दुःखी त थिएन। बच्चा बेलामा त म खुसी हुन्थेँ, उफ्रिन्थेँ, हाँस्थेँ, नाच्थेँ, गाउँथेँ हो। दुःख मैले बोकेको त ठुलो भएपछि हो। दुःख त मैले ठुलो भएपछि सिर्जना गरेको। सानो बच्चाले त दुःख सिर्जना गर्दैन, राइट? हामीले साना साना बच्चालाई हेर्नुहोस् न, उनीहरूले दुःख सिर्जना गर्दैनन्। उनीहरूले कष्ट सिर्जना गर्छन्, रिस उठ्छ, पाटपुट पिट्छ, लुगा तान गरेर च्याटसुट पनि गर्छ, कहिलेकाहीँ टाउको पनि फोडिदिन्छ, एकछिनमा हाँसेर अँगालो हालिहाल्छ, राइट? हामीले त त्यो गर्न सकेनौँ किनकि हामी ठुलो भइसक्यौँ क्या। त्यसैले यो प्रसङ्गबाट के बुझ्नु पर्यो भने हाम्रो खुसीको खबर, दुःखको खबर हामी जिन्दगीभर दुःख निर्माण गर्ने मेसिन भयौँ। किनकि हामी त ईश्वर हौँ। अहिलेको मन्त्र के रे? आई एम आत्मा ब्रह्म। यो आत्मा नै ब्रह्म हो, हामी त ब्रह्म हौँ। यही ब्रह्म भएकोले सानो बेलामा नभएको दुःख अहिले चाहिँ हामीले जताततैबाट दुःख सिर्जना गर्न सिपालु भइसक्यौँ हो।
अब यो ब्रह्मलाई के काम लाउनु पर्यो त भन्नाले यदि तैँले दुःख सिर्जना गरिस् भने अब सुख सिर्जना गर। भेरी सिम्पल, भेरी सिम्पल। सुख सिर्जना गर्नलाई केही गर्नै पर्दैन, केही गर्नै पर्दैन। गरी गरी त दुःख सिर्जना हुने हो। तपाईँले जे कुरामा इच्छा जाग्छ त्यो इच्छा जति पनि छ त्यो इच्छा छोड्नु। त्यो इच्छा छुट्न साथ जे बाँकी रहन्छ त्यही सुख हुन्छ। किनकि तपाईँको सारा दुःखको कारण इच्छा हो। द योर प्राइम कज अफ प्रब्लम इज इच्छा। अब भन्नु होला इच्छा गरेन भने विकास कसरी हुन्छ? विकास आवश्यकताले हुन्छ, इच्छाले हुँदैन। इच्छा नेपालीहरूको छैन विकास गर्ने, खोइ त भयो। निड हुनु पर्यो क्या। जब यो निड भएर आउँछ आविष्कार। त्यसकारण एउटा भनाइ छ नि, आवश्यकता नै आविष्कारको जननी हो। हामीलाई त्यो आवश्यकता खट्केन, नेपाल विकास कहिले पनि हुँदैन, कहिल्यै पनि हुँदैन। यो ट्रेन्डमा किन हुँदैन? सारा पैसा विदेशबाट माग्ने, अनि देश विकास कसरी हुन्छ? मागेर विकास हुन्छ। देश विकास किन भएन त भन्नाले हाम्रो बजेटै चाहिँ अरू देशबाट पैसा ल्याएर बजेट चलाउने मानसिकतामा छौँ। हाम्रो विकास गर्ने निड भएन कि, किनकि विकास नगरे पनि पैसा आउँछ हाम्रो। जब अरूबाट पेलिन्छ, कतैबाट पैसा आउँदैन, अनि जसरी पनि विकास गर्नुपर्ने हुन्छ नि निड, त्यो बेला चाइनाले त्यसरी नै विकास गरेको हो, कोरियाले त्यसरी नै विकास गरेको हो। सबै देशले जब निड भयो नि त्यो बेला विकास गरेको हो नि। हाम्रो त निडै बनाइदिएन क्या, त्यसकारण हामी विकास गर्दैनौँ, देश विकास हुँदैन। त्यस्तै हाम्रो जीवनमा सुख किन आएन त भन्नाले सुख हाम्रो निदै भएन कि, खुसी निद हुनु भयो। पिज्जा खाऊ खुसी हो। हामीले खुसी कसरी खोज्यौँ भन्नाले सानो सानो कुरामा खुसी खोज्न थाल्यौँ। त्यसलाई स्न्याचिङ ह्याप्पिनेस भनिन्छ। यसरी खुसी त आयो, तर त्यो खुसी जान्छ पनि। खोज्नुपर्ने के त? सुख, आनन्द। त्यो त आफैभित्र छ। त्यसकारण पहिलो कुरा त कुनै पनि इच्छा गर्न अगाडि यो मेरो निड हो कि डिजायर हो पहिला सोध्नुहोस् आफूलाई। निड हो भने डेफिनेटली आउँछ तपाईँको जीवनमा, गर्नु पर्यो। डिजायर हो भने छोड्नु पर्यो, किनकि डिजायरले तपाईँलाई सुख दिँदैन। सिम्पल कुरा। अनि निड के त भन्नाले तपाईँको सुख, शान्ति, आनन्द, चयन, प्रेम जम्मै तपाईँले खोज्नु भएको कुरा तपाईँको दिमागको केमिकल हो अथवा आनन्दमय कोष हो। त्यसको लागि तपाईँले आफूलाई टाइम दिनु पर्यो। द्याट्स अल। केही गर्नु पर्दैन। बिहान 4 बजे द पर्फेक्ट टाइम इज ब्रह्म मुहुर्त। 3 बजे उठ्नुहोस् या 4 बजे उठ्नुहोस्। 3 भन्दा अगाडि नउठ्नुहोस्। 3 या 3:30 या 4। 3 बजेदेखि 6 बजेभित्रको टाइम पर्फेक्ट टाइम टु बी ह्याप्पी फर एभर। त्यसकारण यसको नामै ब्रह्म मुहुर्त। अयम आत्मा ब्रह्म भनेको होइन। यो ब्रह्म कसरी चिन्ने त भन्नाले 3 बजे उठेर चिन्ने, 4 बजे उठेर चिन्ने। अब 8 बजेसम्म सुत्ने मान्छेले ब्रह्म भेट्छ? ब्रह्म भेट्छ, ब्रह्म जहाँ गए पनि। त्यसकारण ब्रह्म मुहुर्त भनेको ब्रह्म भेट्ने टाइम भनेको होइन। त्यो बिहेको मुहुर्त त थाहा छ नि, हिक्क गरेर। अनि ब्रह्म भेट्ने टाइम थाहा पाउनु पर्दैन? त्यो ब्रह्म भेट्ने टाइम भनेको ब्रह्म मुहुर्त हो। त्यसकारण बिहान चाहिँ 3 देखि 4 या 4 देखि 5 या 5 देखि 6 यो टाइम इज द ब्रह्म मुहुर्त। त्यही बेला तपाईँले तपाईँभित्रको त्यो आनन्दमय कोषलाई खोलाउने, अयम आत्मा ब्रह्म भन्ने चिन्ने टाइम हो। त्यो चिन्ने टाइममा जिन्दगीभर सुतेपछि अनि जिन्दगीभर दुःख हुँदैन तपाईँलाई? बात गर्दा त्यसकारण केही बिते छैन, अझै ब्रह्म मुहुर्त बाँकी छ जीवनमा। मात्र तपाईँ चाहिँ सबेरै सुत्नु पर्यो। तपाईँ 12 बजे गएर सुतेर 3 बजे 4 बजे उठ्यो भने फेरि खत्तम हुन्छ। सरले भनेर म रोगी भएँ, किनभने 3 बजे उठ्नु भन्नुभयो, 4 बजे उठ्नु भन्नुभयो। उठेको त यहाँबाट मेरो रोग सुरु भइहाल्छ। किनकि तपाईँ सुत्ने चाहिँ 11, 12, 13 बजे सुतेर ब्रह्म मुहुर्तमा उठ्न सकिँदैन। उठ्यो भने रोगी हुन्छ। तपाईँलाई कमसे कम 6 घन्टा, बढीमा 9 घन्टा निद्रा चाहिन्छ। त्यसलाई क्यालकुलेसन गरेर सुत्नु पर्यो। त्यसकारण 8 देखि 9 भित्र सुतिहाल्ने, अनि 3, 4, 5 भित्र चाहिँ उठिहाल्ने। हेर्नुहोस् जीवनको चमत्कार। तपाईँको खजाना त्यही छ, ब्रह्म मुहुर्त। 1000 पल्ट शास्त्रले भनेको छ ब्रह्म मुहुर्त, ब्रह्म मुहुर्त। तिमी नै ब्रह्म हौ, तिमी नै ब्रह्म हौ। अनि यो जम्मै मुहुर्तलाई चाहिँ बिर्सेर लगन, बिहे गर्नलाई लगन छुटेका जस्तै भयौँ क्या हामीहरू। अब जिन्दगीभर सुख खोजेर हिँड्छन्। सुख पाउने टाइममा चाहिँ सुतेर, अनि दुःख पाउने टाइममा उठेर। अनि विकासानन्द हाँसेर। सो ज्यों तिल में ही तेल है, ज्यों चकमक में आग, कबीर को वचन।
जिउ तिलमा ही तेल है, तिलभित्र त तेलै छ नि, तोरीभित्र तेल छ नि, पछाडिबाट भर्नुपर्छ पर्दैन नि। जसरी तोरीलाई चाहिँ तेल भर्नु पर्दैन, तिललाई तेल भर्नु पर्दैन, तपाईँलाई पनि सुख खोज्नु पर्दैन क्या। यसरी बुझ्नुहोस्, जिउ तिलमा ही तेल है, जिउ चकमकमै आग। चकमक भन्ने पहिला ढुङ्गा हुन्थ्यो, त्यसलाई जुधाएपछि आगो सल्किन्छ। त्यसलाई आगो बाहिरबाट ल्याउनु पर्दैन, जुधाउनु मात्रै पर्छ। जिउ तिलमा ही तेल है, जिउ चकमकमै आग, तेरा मालिक तुझी में जाग सके तो जाग, उठ्न सके उठ, तर 3 बजेदेखि 6 बजे भित्र। जय होस्।